एकचोटि यो भिडियो हेर्नुहोस् त। हाम्रो माननीय सृष्टि भट्टराईज्यू चाहिँ मजाले आनन्दसँग गाडीबाट टाउको बाहिर निकालेर चिल गर्दै हुनुहुन्छ। हेर्दा पनि कति आनन्द आउने, कति रमाइलो लाग्ने। अझ योभन्दा बढी रमाइलो त त्यति बेला हुन्थ्यो यदि नेपाल पुलिसले यही पोस्ट हालेर चाहिँ फाइन लगाएको भए झनै मजा आउने थियो। अब त्यो त हुन्छ कि हुँदैन त्यो बिस्तारै थाहा होला। माननीय ज्यूले पनि आफ्नो फेसबुक मार्फत चाहिँ आफ्नो भनाइहरू राख्नु भएछ। म चाहिँ व्यक्तिगत जीवनमा रमाइलो गर्ने क्रममा खिचिएको भिडियो हो, अहिले होइन धेरै अगाडिदेखिको पुरानो भिडियोलाई अहिले फैलाइँदैछ भनेर उहाँले लेख्नु भएछ। त्यो त ठिकै छ, केही भएन। तर व्यक्तिगत जीवनमा होस् अथवा सामाजिक जीवनमा होस्, त्यो गल्ती गर्दाखेरि चाहे नयाँ होस् चाहे पुरानो होस्, ट्राफिक नियम हो। पहिला तपाईँले यो भिडियो बनाउने बखतमा चाहिँ गाडीबाट टाउको निकाल्न पाइन्छ भन्ने नियम पक्कै पनि थिएन होला। त्यही भएर अब नेपाल पुलिसले के कुरेर बसिराखेको छ अथवा के हेरेर बसिराखेको छ त्यो थाहा छैन। सामान्य जनतालाई चाहिँ भिडियो खोजी फेसबुक अथवा युट्युब कताबाट हुन्छ खोजी कारवाही गर्न मिल्छ भने कुनै पनि सामान्य मान्छे हुँदाखेरि खिचेको भिडियो उनलाई पनि मजाले कारवाही गर्नै पर्छ भन्ने मान्यता म राख्छु। कोही मान्छे चाहिँ रासोपा हुँदैमा जे पनि गल्ती गर्न पाउने अथवा उनीहरूले चाहिँ जे भने पनि राम्रो हुने भन्ने पनि हुँदैन। अस्ति हर्क साम्पाङले चाहिँ त्यसरी एउटा हातले बाइक चलाए र दुनियाँले विरोध गर्दाखेरि नेपाल पुलिसले कारवाही गर्यो। त्यसरी नै चाहे रासोपाको होस् चाहे जुनै पनि पार्टीको होस् अथवा चाहे सामान्य मान्छे होस्, ट्राफिक नियम उल्लङ्घन गर्छ भने कारवाही हुनै पर्छ। त्यसमा कुनै दुई मतै छैन। त्यही भएर अब चाँडोभन्दा चाँडो चाहिँ नेपाल प्रहरीले हाम्रो सृष्टि भट्टराईज्यूलाई आवश्यक नियम अनुसारले कारवाही गरेको देख्न पाइयोस्। किनभने गल्ती नै हो। गाडीबाट टाउको निकाल्न पाइँदैन, चाहे रमाइलोको लागि होस् चाहे घुम्न जाँदाखेरि होस् चाहे पर्सनल जीवनमा होस्। लिडरले त्यस्तो गर्छ भने फलोवरले के सिक्छ त? तपाईँले यो देशको जनतालाई के सिकाउन चाहनुहुन्छ? तपाईँ त्यस्तै व्यवहार गर्नुपर्छ। अथवा तपाईँले त्यस्तो व्यवहार कुनै नराम्रो व्यवहार पहिला गर्नुभएको थियो भने पनि त्यो सच्याउनुपर्छ। सबै मान्छेको लागि कानुन एउटै हो भनेर बारम्बार भाषण गर्दै हिँड्नु भएको पार्टीबाटै हुनुहुन्छ तपाईँ। त्यही भएर चाँडोभन्दा चाँडो चाहिँ यो विषयमा कारवाही चाहिँ हुनैपर्छ। किन भन्दाखेरि यसले गलत मेसेज जान्छ कि रासोपा हुँदैमा चाहिँ जे पनि गर्न पाइन्छ भन्ने जुन गलत मेसेज जान्छ त्यो जान नपाओस्। त्यही भएर चाहिँ ट्राफिक पुलिसले हाम्रो माननीय ज्यूलाई आवश्यक कारवाही गरोस्, कानुन सबैको लागि बराबर हो भन्ने कुरा फेरि पनि साबित गरोस्।